कपाल कोरिरहेको देख्दिनस् जान के म ऐना हेरेर कपाल बनाइरहेको छु के कस्तो लुगा मिलाइरहेको छु उचान के त लुगा त उता गएर पनि मिलाउन मिलिहाल्छ नि म पो कपाल ऐना हेरेर बनाउनु पर्छ नि त उता गएर पनि लुगा मिलाउँदा भइहाल्छ नि त जसरी नि बिहे गरेर तेरो घर गइहाल्ने हो उचा यो मेरो घर हो हेलो सर आज पनि ओभरटाइम गर्छु टार्गेट पुरा गर्नै पर्छ हो बच्चाहरूकै भविष्यको लागि हो ल सर म निस्किहालेको त्यसो भए ल विजय कोमल यो पैसा राख अनि स्कुलमा जे मन लाग्छ त्यही खाऊ है आज मलाई बस्ने समय छैन मम्मी तपाईँ फेरि आज हामीसँग खाना खानुहुन्न आज होइन के नानी भोलि ल आज त लास्ट बिजी छु मम्मी तपाईँ सधैँ व्यस्त मात्रै हुनुहुन्छ हामीसँग बोल्ने एकछिन समय पनि मिल्दैन तपाईँलाई अनि व्यस्त हुनु भनेको खराब कुरा हो र बाबु म यति मेहनत किन गर्छु भन त तिमीहरूलाई अरू जस्तो दुःख नपरोस् भनेर त हो नि पैसा छ भने संसार सजिलो छ के बाबु अर्थ नव्यर्थ गोविन्द गाई बुहारी पैसाले संसार सजिलो त बनाउँछ तर सन्तान बनाउँदैन यहाँ बा तपाईँ पनि पुरानो जमानाको सोच्नु छ के आजकलका केटाकेटीहरू त झन् पैसा नपाएर बिग्रिन्छन् होइन केटाकेटी पैसा नपाएर बिग्रने होइन के केटाकेटी समय नपाएर बिग्रने हो पैसाले पेट त भरिन्छ तर मन भोकै रहन्छ बुहारी तिमीलाई थाहा छैन त्यो भोक विद्यालयमा कसरी भरिन्छ कहिले गलत सङ्गतबाट कहिले भेपको धुवाबाट कहिले तुलना र दबाबबाट यहाँ बा पनि कस्तो कुरा गर्नुहुन्छ के मैले सबैको जिम्मेवारी एक्लै बोकेकी छु र त्यही माथि यिनीहरूको आवश्यकता कसरी पुरा हुन्छ मैले पैसा कमाउन सकेन भने सबै कुराको बोझ मेरै टाउकोमाथि मात्र छ बोझ पैसा होइन के बुहारी बोझ पछ्याउने पश्चाताप हो यहाँ बा पनि मेरो कुरा सुन अभिभावकले सन्तान बिग्रिएपछि रोएर होइन के सन्तान बिग्रिनुभन्दा अघि नै उनीहरूको कुरा सुनिदिनुपर्छ आफू भलो त जगत भलो हुन्छ हेत तेरी यता आफूलाई कामको चटारो छ यहाँ भने आज मैले ओभरटाइम गरेन भने मुखमा टाल्ने माम हुँदैन जस्तो लाग्छ अनि यिनीहरूको पनि बेजोग हुन्छ जस्तो लाग्छ ल म निस्केको मलाई हतार छ म गएको हजुरबा हामी पनि गयौँ है सधैँ यस्तै झगडा गरेर त हामीले ढिलाउने फेरि स्कुलमा गाली खाइन्छ ओइ बहिनी हिँड नमचिने पिङको सय झट्का भन्थे यी माउरो बच्चाहरूको के पारा हो म त बुझ्दिनँ ओए आज पनि हामी त्यही स्कुलको पछाडिको ग्राउन्डमा गएर खानुपर्छ ल भइहाल्छ नि ओए के खाने त्यही खाने के खाने त्यही के को त्यही के को यसले त केही बुझ्दैन भने कस्ती रहेछ हे भगवान् म तँलाई कसरी सम्झाम त चुप लाएर हिँड त म तँलाई गर्न सिकाइहाल्छु नि ओए गौरव सर म्यामले हेर ल रामन हेर्ने फेरि हेर्छु फेरि एक्लै भाग्लास भाग्दिनँ के चुप लाएर त्यहाँ खा ल खाए है त्यसो भए कति धेरै धुवाको हेर्दैछौ यो भे भएन यो स्टाइल हो आजकल जोसँग यो छैन ऊ स्कुलमै देखिँदैन हो त डराउनेहरू त सधैँ पछाडि पर्छन् साहस छ भने मात्रै अगाडि बढ्छन् नडराए कि खा ल्याऊ चुबलेर खाऊ कि केही हुँदैन मलाई छाडेर नजाऊ न मलाई डर लाग्छ घरमा आमाले थाहा पाउनु भयो भने के रे डर लाग्छ रे डराएर जीवन चल्दैन पुष्पा जो डर हुन्छ उनी सधैँ कमजोर हुन्छन् फेरि कमजोरहरू नै त हो सधैँ पछाडि पर्ने बुझ्यौ नि एकपटक त हो यसले खान्छ मैले खान्छु तैँले चाहिँ किन नखाएको खाना खा भने यति पनि डराउनु पर्दैन खा तैँले खाइनस् भने त मेरो साथी नै होइनस् त्यस्तो नभन न म साथी गुमाउन चाहन्न तर आफूलाई पनि गुमाउन चाहन्न छाड नि कुरा सुपरियर देखिने तरिकै यही हो हेर्दैछौ गौरव आजकल पढाइले होइन आजकल स्टाइलले पहिचान बनाउँछ के भनिस् तैँले स्टाइल कहाँको स्टाइल यो स्टाइल होइन यो दबाब हो त बिग्रिस तर अरूलाई त नबिगार तेरो यस्तो हरकत मम्मी र बाले थाहा पाउनु भयो भने उहाँमाथि के बित्छ होला कहिले सोचेको छस् ओइ बहिनी मम्मीलाई के नभन है मैले आज मात्र फर्स्ट टाइम ट्राई गरेको तैँले भेटिहालिस् बरु अहिले तँलाई बाटोमा जाँदाखेरि जे खानेकुरा माग्छस् बरु त्यही किनिदिन्छु दबाबको धुवा देखिँदैन के दाइ तर तेरो फोक्सो भन्दा अगाडि तेरो भविष्य जल्छ आज एकपटक भोलि पटक अनि पर्सिलत भन् त अनि के गर्छस् भन् न मैले त आजै फर्स्ट ट्राई गरेको कस्तो डर लागिरहेछ
सबैले गरेको कुरा सही हुँदैन पुष्पा। कहिलेकाहीँ भिडसँग नहिँड्नु नै साँचो साहस हो। म बिग्रिन चाहन्न, म गलत सङ्गतमा फस्न पनि चाहन्न। म तिमीहरू जस्तो गलत सङ्गत भएका साथीहरूलाई आजैदेखि त्याग्छु। ठिकै छ, तैँले हामीलाई छाडेर गइस् होइन, जा जा, मेरो नै साथी छ, जम गौरव। हिँड, जाम जाम। जाम, हामी यस्ताको सङ्गतमा पर्नु हुँदैन। मामु आज खाजामा के छ? आज खाजामा भुटेको मकै र गुन्द्रुकको अचार छ छोरी। ओहो, कस्तो मिठो। मामु, हजुरलाई थाहा छ? हजुर छोरी भन न। आज हामीलाई स्कुलमा स्वस्थ शरीरको बारेमा पढाउनु भयो र गुरुआमाले भन्नुभयो स्वस्थ रहन जङ्क फुड खानु हुँदैन। तिमीहरूको गुरुआमाले तिमीहरूलाई ठिकै त भन्नुभएछ नि छोरी। हो र, किन? यहाँ सुन है, शरीर भनेको मन्दिर हो। यदि हामीले त्यहाँ फोहोर पार्यो भने त्यहाँ कसरी पूजा हुन्छ त? त्यस्तै शरीरको लागि फोहोर भनेको जङ्क फुड, पत्रु खाने कुरा, प्याकेटमा प्याक भएका चिप्स, चिज बल, बर्गर, पिज्जा आदि हुन्। यदि हामीले यस्तै अस्वस्थकर खाना खायो भने हामी कसरी स्वस्थ रहन्छौँ त? त्यही भएर तिमीहरूको गुरुआमाले तिमीहरूलाई स्वस्थ रहनको लागि जङ्क फुड खानु हुँदैन भन्नुभएको, बुझ्यौ? आमा, तपाईँले हामीलाई सबै खानेकुरा सँगै सोच्न सिकाउनु भएको छ। हामी कति खाँदैछौँ, के खाँदैछौँ, त्यो स्वस्थवर्धक छ कि नै, केले हाम्रो शरीर बलियो भन्छ, सबै कुरा। नानीहरू याद राख, स्वास्थ्य र संस्कार पैसामा छैन, योजना, सोच र आत्मसंयममा छ। यदि तिमीहरूको योजना र सोच राम्रो छ भने तिमीहरूको स्वास्थ्य आफै निर्माण हुन्छ। कस्तो पिरो आमा? है दिदी, पिरो भए पनि तर कस्तो मिठो छ है। त्यसैले त हामीले जङ्क फुड खानै छोड्यौँ। केएफसी जस्तो खानेकुरा भए पनि त्यसमा स्वाद मात्रै छ, तर सोच र स्वास्थ्य भन्दा ठुलो के छ र? मैले बुझेँ, भोलि स्वस्थ रहन आजको सोच र विकल्पमा निर्भर छ। हो नि नानीहरू, हाम्रो सानो सानो निर्णयले नै हाम्रो भोलिको स्वास्थ्य निर्माण गर्छ। बजेट बढी होइन, ध्यान, समय र माया चाहिन्छ। भनिन्छ नि, बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिल। मेरी छोरी पनि अब उखान भन्ने भइसन्। हो नि, जसले बुझ्यो बुझ्यो, जसले बुझेन उसकै नोक्सानी। ल ल, उठ उठ, होमवर्क गर्न ढिला भइसक्यो। हस् आमा, हामी उठिहाल्यौँ। आमा, ओइ यहाँ हेर त, त्यो छिमेकीको छोरा यसपालि पनि फर्स्ट भएछ। होइन, त्यो केटा त सुत्दा समेत पनि पढ्छ कि क्या हो? मम्मी, सबै एउटै हुँदैन नि। त्यही त समस्या हो, उनीहरू सक्छन्, तिमी किन सक्दैनौ भन त? मैले तिमीलाई के चाहिँ कमी दिएकी छु र? मोबाइल, फिस, पैसा, किताब सबै त दिएकी छु। मम्मी, म कोसिस गर्छु, तर जति कोसिस गरे पनि म कहिले पुग्दिनँ जस्तो लाग्छ मम्मी। हो, त्यस्तै पुग्दिनँ जस्तो भावना लिएर बस्यौ भने तिमी जिन्दगीमा कसरी अगाडि बढ्छौ भन त? अरूसँग तुलना नगरी प्रगति नै हुँदैन यो समयमा। आन्टी, तपाईँलाई थाहा छ, स्कुलमा पनि हामीलाई यस्तै तुलना गरिन्छ, को अगाडि को पछाडि। वा, त्यो त कस्तो खतरा। अनि म चाहिँ गए गुज्रिएको रे। लाग्छ कि हामी मान्छे नै होइनौँ, नम्बर जस्तो। हो, त्यसैको लागि त मेहनत गर्नुपर्छ नि नानी। घरमा तुलना, स्कुलमा बुलिङ, बिचमा हामी। न त कतै भाग्न पाउँछौँ, न त रोएर देखाउन। मम्मी, म पढाइमा मात्र होइन, म मान्छे हुनमै फेल भयो जस्तो लाग्छ। मम्मी, त्यस्तो भन्नु हुँदैन छोरी। तर तपाईँका ती शब्दहरूले मलाई त्यही महसुस गराउँछन् मम्मी। म अरू भन्न खोज्दा आफू हराउँछु।
आन्टी हामी बिग्रिएका होइनौँ, हामीले तुलना सहन नसकेका हौँ। हरेक बच्चामा आफ्नो क्षमता हुन्छ, त्यो कुरा अभिभावक शिक्षक र सबैले बुझ्नुपर्छ। हामी गयौँ आन्टी, प्रोजेक्टको काम पनि गर्नु छ, त्यसलाई पनि लगे है। ल जाऊ, तर दाया बाया चाहिँ नजाऊ नि, फेरि पढ्नै जाऊ। मकै आयो है काका, मकै आयो है मकै, मकै आयो है मकै, मकै आयो है मकै, मकै आयो है। कहाँ हुनुहुन्छ? होइन भोलि त सोमबार हो, आजै राख्नु न, भोलि महँगो भएपछि कताबाट लिने? अब एउटा चाउचाउको दाममा एउटा मकै आउँछ हौ, कहाँ हुनुहुन्छ? होइन आजकल त मान्छेहरूले मकै किन्न छाडे, मकैको सट्टा त कन्टेक्स खाने रे, बर्गर खाने रे, के खाले भयो मान्छे नि। लु आमै कति हरियो मकै दिदी, 2वटा दिन भइहाल्छ नि। कति हो? एउटाको 20 हो। लिनुहोस् पैसा। धन्यवाद। होइन दिदी सुन त, मैले के सुनेको हिजो, त्यहाँ माथिल्ला घरे काका छ नि त, उहाँको जेठो छोराको 7 वर्ष भएर बिहे गरेको, अहिलेसम्म सन्तान खै भनेर के गर्यो उठाएको आफ्नो छोरालाई भन्न आफैलाई गाह्रो हुने हो सोद्धा त। लु अब सोच न दिदी, मान्छेहरूलाई के छ र, आजकल जीवनशैलीको नाममा खाना पकाउनसम्म फुर्सद हुँदैन। बच्चाहरूलाई के पढाइमा B+, खेलकुदमा C+, खान्छन् के जङ्क फुड, के पिज्जा बर्गर, के म त बुझ्दिनँ। होइन यो कुरा त मेरै छोरीसँग मिल्यो नि, हजुरहरूले मेरै छोरीको बारेमा कुरा गर्नुभएको त होइन? होइन कता साँच्चै मकैलाई कति हो एउटालाई? एउटाको 20 हो। 8वटा हालिदिनु न, भइहाल्छ नि। मेरो छोरीको जीवन पनि यस्तै कुरामा अल्झिएको छ। बिहे भएको 3 वर्ष भइसक्यो, ऊ आमा बन्न चाहन्छ तर पटक समस्या आइरहेको छ। के गर्नु, भाग्यमै रहेनछ। होइन हामीले तपाईँको छोरीको बारेमा कुरै गरेको होइन, हामीले त्यहाँ माथिल्ला घरे काका छ नि त, हो उहाँको जेठो छोराको 7 वर्ष भएर बिहे गरेको, अहिलेसम्म छोराछोरी छैन भने तपाईँको छोरीलाई चाहिँ के भएर राम्रै गरेर हुर्काउनु भएको थियो त। के गर्नु, मैले त आफ्नो छोरीलाई राम्रो खाना लाउन दिएकी थिएँ नि, तर उसको श्रीमानको अस्वस्थ जीवनशैलीका कारण ऊ आमा बन्नै सकेकी छैन। ऊ एउटा भुमरीमा फस्दैछ। दिदी अब एकचोटि डाक्टरलाई देखाउनु न, के थाहा तपाईँको समस्याकै समाधान भेटिन्छ कि। हुन त लैरहेको हो, त्यही पनि एकचोटि फेरि प्रयास गरौँला नि। ल म गएको है। भइहाल्छ नि। होइन जाम हौ, यहाँ त कोही छैनन् मान्छेहरू, माथि मन्दिरमा जाम, त्यहाँ हुन्छन् आए नि। मकै आयो है मकै, मकै आयो है काका, मकै आयो है मकै। नेक्स्ट पेशेंट प्लीज। नमस्कार डॉक्टर साहब। नमस्कार डॉक्टर साहब। नमस्ते। होइन हौ डाक्टर बाबु, यो रिपोर्टमा चाहिँ के छ भनिदिनु न, मैले पनाती खेलाउन पाउँछु कि पाउँदिनँ? नातिनी भए पनि हुन्छ, छोरा भए पनि छोरी भए पनि सन्तान हुनु पर्यो। ल बा, तपाईँ राम्रोसँग सुन्नुहोस्, मैले दुवैजनाको रिपोर्ट जाँचेँ, नानीकोमा त खासै समस्या त छैन, तर विजय बाबुकोमा चाहिँ समस्या देखिएको छ है। डाक्टर साहब के समस्या? बाबु तपाईँ खाना खानुहुन्थेन, तपाईँको स्पाम काउन्टर स्पाम वजनमा त पोषण पुगेकै छैन। के भन्नुभएको डाक्टर बाबु, मैले त बुझेन नि। तपाईँ नआत्तिनुहोस् न, म भन्दैछु त, उहाँलाई लामो समयको पोषणको अभाव, अत्याधिक स्मोक, वेप, जङ्क फुड साथै प्लास्टिकमा बन्द हुने खानेकुरामा प्रयोग गरिने सिल्भर लिड र ककलिड उहाँको ब्लडको मात्रामा त अनकाउन्टेबल रहेछ। यसै कारणले गर्दा उहाँको रिपोर्टमा यो समस्या आएको हो। फर्टिलाइजेसन गर्ने अङ्गहरूले उत्पादन गर्ने होर्मोनहरू त उत्पादनै हुन सकेको छैन। डाक्टर साहब भनेपछि मेरी छोरी अब आमा बन्न सक्दिने? हो, उहाँहरू अब प्राकृतिक रूपमा बाउ आमा बन्न सक्नुहुन्न। डाक्टर के भन्नुभएको? मैले त केही नि बुझिनँ नि।
हो विजय बाबु, अब तपाईँ स्वाभाविक रूपमा बाउ बन्न सक्नुहुन्न। तपाईँको शारीरिक अवस्था र पोषणको अभावले गर्दा यो रिपोर्ट आएको हो। मैले तपाईँको रिपोर्ट दोहोरो जाँच गरेँ, तर समस्या एउटै थियो। डाक्टर साहब, अब यसको के विकल्प छ र? विकल्प नभएको होइन, विकल्प त धेरै छन्। आइभीएफ प्रविधि, बच्चा अडप गर्ने मिल्ने धेरै उपायहरू छन् त। तपाईँ नातिनुहोस् न। मैले सचेत भएर आफ्नो स्वास्थ्यको ख्याल राखेँ, तर मेरो श्रीमानको जीवनशैली र खानपानले गर्दा हाम्रो भविष्यलाई नै असर गर्यो। म आफ्नो भाग्यलाई मात्र सराप्न सक्छु आए अब। तपाईँ नरुनु दिदी, चिन्ता नगर्नु, हामीसँग अरू विकल्पहरू छन्। सान्वी, मलाई माफ गरिदेऊ। मेरो यो सानो गल्तीको कारणले हामीलाई नै यत्रो ठुलो असर पार्छ भन्ने मलाई के थाहा। मलाई सक्छौ भने माफ गरिदेऊ सान्वी। होइन, के भइरहेछ यहाँ? विजय, के भयो? होइन डाक्टर साहब, के भइरहेछ क्या यहाँ? कोही बोल्दा छैन त। ए बा, भन्नु न के भयो? सान्वी, के भयो भन न, किन रोइरहेको? सान्वी भन न, के कोही पनि बोल्दा छैनन्? आमा, यदि तपाईँले विजयलाई सानो बेलामा राम्रो समय र खानपान दिनुभएको भए आज यो दिन आउने नै थिएन। आज त्यो तपाईँको समय औषधिको रूपमा काम आउँथ्यो आमा। तर के गर्नु, गएको समय फर्केर आउँदैन नि आमा। अब तपाईँको छोरा प्राकृतिक रूपमा बाउ बन्नै सक्दैन। म के गरौँ? आफ्नो भाग्यलाई मात्रै सराप्न सक्छु आमा अब म। मलाई माफ गर सान्वी, मैले सधैँ सोचे भोलिको भविष्यको लागि हो मेरो काम, तर आज बुझेँ भोलिको चिन्ता हुँदा मैले आजका क्षणहरू खोसेछु। माफ गर मलाई। मैले तँलाई कति पटक भनेको बुहारी, कति पटक भने छोराछोरीलाई हेर, ध्यान दे, उनीहरूलाई समय दे भनेर। सुनिस्, सन्तान हुर्काउनु भनेको सम्बन्ध हुर्काउनु हो। उनीहरूलाई समय माया दिनै पर्छ, त्यसले मात्रै उनीहरूको भविष्य बन्छ। मैले तँलाई कति पटक सम्झाउन खोजे, तर बुहारीको घैँटामा घाम लागे पो। राम 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 राम। नरौ साथी, अब रुनु हुँदैन। डाक्टर साहबले भन्नुभयो जस्तै 100 विकल्प छान्नुपर्छ। नरो अब, नरो छोरी नरो। तेरी आमा मरेकी छैन, तेरी आमा अझै जिउँदै छे। नरो आमा, तपाईँले पहिला दिनुभएको माया आज बल्ल साँचो मूल्यमा महसुस हुँदैछ। धन्यवाद आमा, तपाईँलाई धेरै धेरै धन्यवाद। नरो साथी, नरो। त रोइराख्नु हुँदैन। यो नाटक यहाँ समाप्त हुन्छ, तर यही कुरा जीवनभरि लागु हुन्छ। बुझ्नुभयो नि?